के को तालिम लिनुभयो? मैले सिलाइ कटिङको सिकेँ अनि बुटी। अनि यो कति महिना पहिला सिक्नु भएको थियो यहाँले? 1 वर्ष। 1 वर्ष जति भयो। हजुर। अहिले घरमा नै एउटा व्यावसायिक रूपमा नै काम गर्दै आउनु भएको छ। हजुर। महिनावारी कति जति इन्कम गर्नु? महिनामा 5-6 हजार जति गर्छु। 5-6 हजार। हजुर। अस्ति यसको काम पनि गर्नु अनि यो पनि गर्नु गर्दाखेरि त्यति हुन्छ। कतिजनाको परिवार हुनुहुन्छ यहाँ? हामी 4 जना। 4 जनाको परिवार। हजुर। जस 4 जनाको परिवारलाई एउटा आत्मनिर्भर बन्नको लागि यो पेसाले यहाँलाई धेरै सहज बनाएको छ हैन? हजुर। अनि यो खासमा यो कति दिने तालिम थियो यहाँले र कसरी उपलब्ध गराएको थियो गाउँपालिकाले यो थोरै जानकारी गराइदिनु? 3 महिने तालिम थियो। हजुर। भन्नु फेरि है त। 3 महिने तालिम पहिला लेभल 1 को गर्यो अनि पछि फेरि लेभल 2 हजुर गरेको। अहिले यहाँले समग्रमा के बुन्न जान्नुहुन्छ? मैले अहिले समग्रमा त अब यही बनाउने, सिलाउने अनि स्वेटरहरू बुन्ने। के भन्छ यसलाई भनिदिनु न त्यो? यसलाई के भन्छ ठ्याक्क यो रिङलाई? हजुर। यो कडाई तालिम हैन? हजुर, कडाई तालिम। ल अब यो सर यति भनेको कुराहरू सर एकै पटकमा भन्नु न। तपाईले के गर्नु भन्दा पहिला हैन अहिले हामी तालिम लिएर हैन घरमै बसेर हैन घरमै बसेर काम गरेका छौँ।